हामीसँग नेपालको भूगोल, जाति, भाषा, धर्म, चाडपर्व, परम्परादेखि लिएर आधुनिक प्रभावहरूसम्मका कुरा समेटिएका विभिन्न स्रोतहरू छन्। थुप्रै स्रोतहरू छन्। आजको हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरूलाई केलाएर नेपाली संस्कृतिका खास विशेषताहरू, यसका रङ्गहरू के हुन् भनेर खोतल्नु हो। ल सुरु गरौँ न त। सुरु गरौँ नेपालको भौगोलिक बनोटबाटै होइन। स्रोतहरूले कसरी हिमाल, पहाड, तराई यो विविधताले नै यहाँको सांस्कृतिक अनेकतालाई बढावा दिएको छ भन्छन्। हो त। 125 भन्दा बढी जात-जाति अनि 123 भाषाहरू, यो आफैमा मतलब सामान्य कुरा त होइन। स्रोतहरूले यसलाई नेपालको पहिचानको मुख्य आधार मानेका छन्। निश्चय नै यो विविधता त नेपालको अमूल्य सम्पत्ति नै हो। स्रोतहरूले के प्रश्नाउँछन् भने भूगोलले समुदायहरूलाई केवल फरक रीतिरिवाज र भाषा विकास गर्न मात्रै सघाएन। कतिपय अवस्थामा त विशिष्ट खालका अनुकूलन र सामाजिक संरचनाहरू पनि जन्मायो। जस्तो हिमाली भेगका समुदायहरूको जीवनशैली हेरौँ न, अनि तराईका समुदायहरूको। स्रोतहरूले त्यो भौगोलिक अनुकूलनको स्पष्ट चित्र देखाउँछन्। त्यसैले त एउटा गजबको सांस्कृतिक चित्रपट बनेको छ। साँच्चै। अब धर्म र आध्यात्मिकताको कुरा गरौँ न। यो त नेपाली जीवनको एकदमै केन्द्रमा देखिन्छ। हो, अभिन्न अङ्ग नै हो। स्रोतहरूमा हिन्दू र बौद्ध धर्मको सहअस्तित्वबारे धेरै कुरा छ। पशुपतिनाथ र लुम्बिनी मात्रै होइन, काठमाडौँ उपत्यकामै कति ठाउँमा दुवै धर्म मान्नेहरूसँगै पुग्छन् नि। हो नि। यो खाली सहिष्णुता मात्र हो कि यसको अझ गहिरो सांस्कृतिक अर्थ छ? के भन्छन् स्रोतहरूले? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। स्रोतहरूले के देखाउँछन् भने नि, यो सहअस्तित्व सतही मात्र छैन। कतिपय समुदायमा त हिन्दू र बौद्ध रीतिरिवाज, देवीदेवताहरू यसरी मिसिएका छन् कि तिनलाई छुट्याउनै गाह्रो पर्छ। अच्छा। यो नेपालको धार्मिक सद्भावको एउटा विशिष्ट पक्ष हो। स्रोतहरूले यसलाई जीवन्त समन्वय पनि भनेका छन्। जीवन्त समन्वय, राम्रो शब्द। अनि चाडपर्वकै कुरा गर्दा दशैँ र तिहार जस्ता पर्वहरू धार्मिक मात्र नभएर मतलब सामाजिक सम्बन्ध नवीकरण गर्ने, पारिवारिक जमघट गराउने अवसर हुन् भनेर स्रोतहरूले जोड दिएका छन्। हो, त्यो त एकदमै हो। भाइटिकाको त्यो भावनात्मक महत्त्व, देउसी भैलोको सामुदायिक पक्ष। हो, स्रोतहरूमा यी सब कुराका रोचक विवरणहरू छन्। अनि अन्य पर्वहरू नि, जस्तो होली, छठ वा त्यो नेवार समुदायको इन्द्र जात्रा, यिनीहरूले विविधताको कथा कसरी भन्छन् होला? यी पर्वहरूले त नेपालको सांस्कृतिक विविधतालाई